पानी परेको बेला हैन बादल हुन्छ नि ग्रेङ ग्लुङ गरेर त्यो बिजुली चम्किन्छ नि हैन त्यसरी उज्यालो दिन्छ नि ग्रेङ ग्लुङ गरेको बेला थाहा छ तपाईहरुलाई तर धेरैले साइन्स भन्नुहुन्छ साइन्स इज नट रियल रिजन के त्यो रियल रिजन चाहिँ हैन क्या पहिला पहिला हैन पानी पर्दाखेरि के भएको भनेपछि पानी पर्दा ग्रेङ ग्लुङ गर्दाखेरि पहिला बिजुलीहरु यस्तो चम्किन्थेन अरे क्या हैन अनि चम्किन्थेन अरे अनि पछि त्यो एकजना आइमाई के पानी परेको खेतमा थियो रे बेलुका पख रातिको बेला अनि खेतमा हुँदाखेरि नि पानी पर्यो रे पानी परेपछि अब रुम जान पर्यो रे घरमा जाँदाखेरि अनि त्यो के पुरै अँध्यारो भएर क्या अँध्यारो भएपछि केही पनि देखिएन हैन नदेखेपछि अनि त्यो चाहिँ कसको घरमा पसेको थियो रे के हैन अनि त्यो घरमा कोही पनि थिएन रे क्या अनि त्यहाँ पसेपछि अनि के गरे त्यसको त्यो घरमा पसेपछि अनि त्यो के रे भिज्नबाट बच्नलाई बसेपछि अनि बुढो आयो रे त्यो घरको बुढो आएपछि अनि बुढो त्यो घरमा यताउता कुरा गरे रे त्यो आइमाई र त्यो बुढो अनि टक्क श्रीमती आइदी शंका भएपछि अनि ल तिमी दुईजनाको अफेयर रहेछ यताउता भन्न झगडा गरे रे त्यस्तो भएर के अनि त्यही भएर माथि भगवानले पनि यस्तो भयो भनेर अनि पछि चाहिँ अँध्यारोमा मान्छेले घर चिन्दैन अनि अरूको घरमा पस्छ भनेर अनि पानी परेको बेला भगवानले क्ड्याङ ग्लुङ ग्लुङ गरेपछि अनि बिजुलीहरु यस्तो दिनुहुन्छ नि साइनिङ हो त्यो हो के रिजन चाहिँ मेन रिजन चाहिँ अनि मान्छेहरु त्यो ग्ड्याङ ग्लुङ गरेपछि बिजुली चम्केपछि त्यो मान्छेले आफ्नो घर देख्छ नि त यो मेरो घर हो भनेर उज्यालो प्रकाश दिएपछि हो त्यो घर आफ्नो नबिर्सेस् आफ्नै घरमा जाओस् भनेर त्यस्तो भएको हो रे के त्यो बिजुलीहरु चम्किन्छ रे नत्र अघि पछि पनि त चम्किनु पर्ने नि हैन पानी परेकै बेला किन त्यो हुन्छ हुन्छ भाइ त्यस्तो भरे क्या खासमा त्यो पानी परेको बेला ग्ड्याङ ग्लुङ गरेर त्यो बिजुली यस्तो चम्किनु चाहिँ